नेपालको चुच्चे नक्सा हटाएर 1 रुपियाँको सिक्कामा दलाई लामा बसेको भनिएको गुम्बाको तस्बिर राख्न खोजेको हो। यदि हो भने किन यसबारे सरकारले स्पष्ट बोलेको छैन? 1 रुपियाँको नयाँ सिक्कालाई लिएर अहिले विभिन्न प्रश्न उठिरहेका छन्। यदि आधिकारिक चुच्चे नक्सा हटाएर अर्को प्रतीक राख्ने निर्णय गरिएको हो भने यसको कारण के हो? यदि राखिएको गुम्बा वास्तवमै दलाई लामासँग सम्बन्धित हो भने त्यही गुम्बा नै किन छानियो? भगवान बुद्धको जन्मस्थल लुम्बिनी विश्वभर चिनिन्छ। त्यससँग सम्बन्धित राष्ट्रिय प्रतीकलाई प्राथमिकता दिन किन सकिएन? एकातिर चुच्चे नक्सा र अर्कोतिर लुम्बिनीको प्रतीक एउटै सिक्कामा राख्न किन नमिल्ने? अर्को प्रश्न, 1 र 2 रुपियाँका सिक्का व्यवहारमा कम प्रयोग भइरहेका बेला नयाँ सिक्का टकसाल गर्नुको औचित्य के हो? यी सबै प्रश्नको स्पष्ट तथ्यमा आधारित जवाब सरकारले जनतालाई दिनु आवश्यक छ। यस्तै ताजा तथ्यमा आधारित र भाइरल समाचारका लागि फलो र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।